Hi, say hi to my camera. From Annapurna Base Hi from Annapurna Base Camp. Cheese. Photo खिच्नु पर्छ यहाँबाट. Wow. हाम्रो जादु प्लिज. नाइस टेक्निकली रेनकोट उड्नु भएको छ हाम्रो दिदीले. बहिनीले चाहिँ के भन्यो भन्दाखेरि एकजना साथीलाई चाहिँ हिँड्न गाह्रो भयो. हामी आउन धेरै ढिला हुन्छ भन्ने कुरा गऱ्यो अनि उसले त्यता रुम छ भने बुक गर्नु न भन्ने कुरा भयो. एन्ड हामी जानेर थियौँ त्यहीँनिर दिदीलाई कुरा गरेर यहीँ रुम लिएको छौँ. जेहोस् यस्तो हिँड्न सक्छु भन्ने चाहिँ थाहा थिएन. जेहोस् कम्प्लिट गऱ्यो नि त गाह्रै भयो नि. अनि त्यो कुराले चाहिँ प्राउड फिल भइरहेछ. आफ्नो स्ट्रेन्थ थाहा पाउन केही न केही हुनुपर्ने रहेछ. ल सबैजना फ्रेममा नो नेक्स्ट टाइम. सो हाई गाइज, दिस इज द 4th डे. अहिले भने तपाईँको बिहानको 4:15 समथिङ भएको छ. ठ्याक्क हामी छौँ माछापुच्छ्रे बेस क्याम्प. हिजो आएपछि केही तागत थिएन अनि दाइले गार्लिक जुस दिनुभएको थियो. गार्लिक जुस खाएर हामी अनि एकछिनपछि खानसाना खाएर घुब्लुको सुतिहाल्यौँ. अनि बिहान छिटै गयो भने चाहिँ सनराइज हेर्न पाइन्छ हो कि भन्ने आशमा हामी बिहान छिटो बिहान छिटो उठेर निस्किन लागेको हो. सो लेट्स सी अब के हुन्छ. सबैजना अलमोस्ट रेडी भइसक्नु भयो एन्ड म पनि रेडी भइसकेँ. यसरी टक्क गलबन्दी, मफलर, स्कार्फ, टोपी एन्ड त्यहाँ छ केटाहरू. निशान भाइ यहाँ छ, प्रसुन त्यहाँ छ. अन्त गाडी छ माथि पुरै यस्तो. सबैभन्दा ढिला गर्ने टोलीहरू चाहिँ यिनीहरू नै हो क्या सधैँ. Now battalions are all set to move towards ABC guys. अब ABC मा गएर धमाका गर्ने हो. हेर्नुहोस् तपाईँहरू यो अनुहार. दस मिनट हिँडेपछि पानी खाउँ. एक घन्टा हुन लाग्यो. अलमोस्ट 1 घन्टा हिँड्यो एन्ड हिमाल अलिअलि देखिन्छ होइन. क्यामेरामा त के देखिन्छ. अनि हाम्रो केही साथीहरूलाई गाह्रो साह्रो अप्ठ्यारो परिरहेछ. परे बावजुद पनि हामी भने चाहिँ हतार नगरी गइरहेछौँ कुर्दै होइन. सो द्याट अक्सिजन लेभल हाम्रो बडीसँग म्याच होस्. जो चाहिँ आइसकेपछिको रमाइलो चाहिँ छुट्टै नै हुन्छ क्या कसम. हेर्नु वाइल्डै रमाइलो छ. हो राम्रोसँग मुख नधाएको 2 दिन भइसक्यो. हिजो पनि वाइफ्सले पुछ्दै आज पनि वाइफ्सले पुछेको. आज पनि वाइफ्सले पुछेको. सो हामी चाहिँ वाउ लुक एट दिस गाइज. यो तिमीहरूले टिभीमा हेर्दा कस्तो देख्छ होला. पछाडि आइज भाइ. कस्तो देख्छ होला. यो मामाको छोरी यो मामाको छोरा. हामीले चाहिँ सबजनालाई उतापट्टि छोडेर अगाडि बढिसक्यौँ होइन. पछाडिको मान्छेहरूलाई गाह्रो, तिनीहरू कमजोर भएछ र हामी अगाडि पुगिसक्यौँ. अनि उनीहरू चाहिँ फोटो खिच्न थाल्नुभयो. त्यही अघि जुन मैले पोन्ट देखाएको थिएँ नि त्यहीँनिर चाहिँ उहाँहरूले धेरै फोटो खिच्न थाल्नुभयो. हामीले पनि अलिअलि खिच्यौँ. मैले पनि दामी त्यो होइन पोखरीमा त्यो सिन होइन. अनि मैले अनि त्यो क्यामेरा डुबाइदिएको छु क्या मैले. बबाल आछ. पछि रिल्स हाल्छु म गाइज. वाइल्ड मजा भयो. दिस अन्नपूर्ण बेस क्याम्प हेज बिन वाइल्ड रमाइलो ट्रिप फर मी है. सबजना आफ्नै मान्छेहरू आएर एन्ड ल यो अघिसम्म सँगै हिँड्दा थियो. अहिले हिँड्न नसकेर फेरि पछाडि मिस्टेक झरेर मैले टिपेको. ओके प्लिज यस्तो मिसइन्फर्मेसन नफैलाउनु है मेरो. ल क्या हुआ? कुछ नहीं. कितनी खूबसूरत लग रही हूँ मैं.
परी हूँ मैं ठिक छ अब के हुनु आइसक्यो अब जे हुनु भइसक्यो भइसक्यो होइन इट ह्यापन्स एउटा भनाइ छ कि इट ह्यापन्स वेन इट हेज टु बी भन्छ कि यस अनि त्यही भयो अहिले होइन त एकदम यस हियर इज मेरो भाइ हियर इज अन्नपूर्ण बेस क्याम्प एन्ड हियर इज चन्द्रकला चन्द्रकला उता ओ माय गॉड मैले ए चक्क जाँदो रहेछ साह्रो भएर बसिसक्यो रे सो म चाहिँ रुट यता छ यताबाट गइरहेको छु होइन किनभने त्यहाँ भाइ गइरहेको थियो बबाल बबाल भनेर कराउँदैछ कि सो कस्तोलाई चाहिँ बबाल भनेर छ लेट्स बालुवा माटे माटे हैन खोइ त अनि हिमाल चाहिँ म त साइको रहेछु त पनि खै ल यो के हो पोन्ड छ आइस पोन्ड केले खोलेको हो के हो यो आइस पोन्ड जस्तो छ यहाँ त कोही आउनु हुँदैन यार गाइस डेन्जर छ यार यहाँ त उयो यहाँ नबस् भाइ जान्छ यहाँ साइको हेर त यो ढुङ्गा एउटा गयो भने हामी चेट वे बेस क्याम्प त्यो होइन त फोटो सोटो खिच्ने त्यताबाट अनि हामी छौँ यता विथ अमेजिङ भ्यू गाइस यस्तो रहेछ क्या त्यो अब हिमाल त देखिहाल्छ तर त्यो अब खाली ठाउँ माथिबाट जे देख्छ त्यही देख्ने हो खासै डिफ्रेन्स छैन त्यहाँ चाहिँ पहिरो गएको रहेछ क्या पुरै होइन हुन्छ यु क्यान वाच इट अन माई युट्युब च्यानल द्याट इज सन्देश 995 ल सो लेट्स मुभ guys finally we are here at ABC that's Annapurna Base Camp wow सिमरी केयरको हेली पनि छ सायद मान्छे रेस्क्यु गर्न आएको हुनुपर्छ एन्ड lots of tourists look at this wow nice है कसम है बवाल छ क्या यही ग्राउन्ड घुमेर देखाउँछ है त look at this माछा पुछ्रे गाइस ए फ्रेममा आऊ फ्रेममा फाइनली headed to ABC फ्रेममा आऊ गाइस फ्रेममा सबजना Hi, say hi to my camera. from Annapurna Base Hi from Annapurna Base Camp. Cheese. फोटो खिच्नु पर्छ यहाँबाट वाउ नाइस सो गाइज हामी चाहिँ के गर्नेमा पऱ्यौँ क्या अब यहाँ होटलमा आएको छौँ भर्खर खाससास खानलाई अनि यहाँनिर रहेछ एउटा दामी स्पट जुन चाहिँ साथीहरूले सुरक्षाको भ्लगबाट देखेको भन्नुभयो एन्ड अब हामी खाससास खाएर कहाँ गएर बस्ने भइरहेछ हिँड्न नसक्ने साथीहरू हुनुहुन्छ हाम्रो 1-2 जना अनि उहाँहरूलाई चाहिँ अलिकति समस्या आउनसक्छ त्यसैले हामी यहाँ डिस्कसन हुँदैछ हाम्रो डिस्कसन चल्दैछ निशान र नानी मेरो अनि उनीहरू चाहिँ भित्र गइसकेको छ खाससास अर्डर गर्नलाई केही खान्छौँ पेट कौ गरिरहेछ यार कराइरहेछ क्या फेरि केही छैन नि त पेटमा केही परेको छैन बिहान त्यो पानी र नट्सहरू के खाएर आइयो त्यही हो सो यस त्यही हो म छु अहिले अन्नपूर्ण बेस क्याम्प एज तपाईँलाई थाहा छँदैछ अरू त के भन्नुपर्छ र होइन अब तपाईँ सबै कुरा हेर्नको लागि चाहिँ यहाँ आउनुपर्छ म यो हाइटमा आएर धेरै यताउता घुम्न सक्दिनँ म होइन म राम्रो फोटो खिच्छु म टुरिस्ट एकदम टुरिस्ट डेस्टिनेसन हो यो तपाईँहरू आउनुहोस् यी यस्तो छ यतिको रमाइलो छ यी यत्तिकै देखाए पुग्छ ल हेर्नुहोस् अनि के चाहियो भन्दा Heaven is myth, Nepal is real. या हेभन इज मिथ नेपाल इज रियल यो आएको छ तपाईहरु अवश्य आउन सक्नुहुन्छ यस अवश्य आउन सक्नुहुन्छ यु गाइज मे कम सो हामीले चाहिँ अब बिहान तातो सुप चाउचाउ सुप खान लागिरहेको छौँ एबिसीमा हामी कुन होटलमा छौँ अहिले अन्नपूर्ण गेस्ट हाउस एन्ड रेस्टुरेन्ट वी आर एट अन्नपूर्ण गेस्ट हाउस एन्ड रेस्टुरेन्ट चाउचाउ सुप ग्वाम किनकि पेटले मागिरहेछ नि त जति बेला भयो नि पेटले मागिरहेछ
So we are having it. बाफ रे बाफ रे बाफ. राम हरियाली छ त यार. चन्द्रकलाज्यू हरियाली छ त यार यहाँ. हरियाली छ त. अहिले पालो आउँदा त आउँदैन अहिले. कति बेला आउँछ हाम्रो पालो. हामी अब फोटो खिच्न कुरेर बस्छौँ एकछिन. ल्यान्डस्केप अझ घाम लागेपछि झन् डेन्जर देख्ने कि. मान्छेहरू आउने जति अझ आइराख्नु भएको छ. अनि कम फोटो खिच्ने प्रोग्राम पनि भइरहेछ. हामी हेर्ने काम हेर्दैछौँ. सी हेज बर्थडे केही दिनपछि एन्ड सिन्स सी इज द कन्टेन्ट क्रिएटर. खै त्यो 5 को आधी गाडी यहाँ अब के गर्नु लारे भन्दा आधी खुट्टा मात्र के मागियो गर्नु लारे भन्दा अब यहाँ गाडेर 5 गयो 5 पाँच खोइ के भयो 5 भाँच्यो यहाँ ढङ्ग हुनु पर्यो नि साथीहरु. पहिले भाँचेको रहेछ. थेट कस्तो चाहिँ रहेछ नाच्दा ढङ्ग किनेको बेला तपाईँ जस्तो किन्नु भयो. कस्तो स्याड भयो यार. कसरी हो यो काठमाडौँदेखि आएको थियो 5 कस्तो हुन्छ अहिले आएपछि भाँच्यो. हुन्छ हैन. मजा आएन. So all set with everything guys. Photo shoot, ABC track, everything. मजा आयो, वाइल्ड मजा आयो. We had much more fun. अनि त्यसपछि अब भने होटलको पेमेन्ट गर्नुपर्ने हुन्छ. अघि खाजा खाएको. And we'll head back towards MBC. So all set to go. Okay. के भयो रे? हामी यहाँ ठ्याक्कै अन्नपूर्ण गेस्ट हाउस एन्ड रेस्टुरेन्टबाट चाहिँ बिदाई हुँदैछौँ. सो सामान चाहिँ नछोडौँ होइन. अरू भने त्यस्तै हो. हस् थ्याङ्क यू दाइ. बाई बाई. शुभ यात्रा. गुड लक. हस् थ्याङ्क यू. खुसी लाग्यो एकदम भेटेर. थ्याङ्क यू. सो अब हामी एबिसीलाई बाई गर्दै हामी आफ्नो डेस्टिनेसनतर्फ अगाडि बढिरहेछौँ. एन्ड भ्लगर्स लाइफ गाइज, भ्लगर्स लाइफ गाह्रो छ. इन्जोय गर्नु कि इन्जोय गर्नु कि क्यामेरा तेर्साउनु कि के गर्ने या. दिस इज हाउ एबिसी लुक्स लाइक गाइज. नाउ वी आर लिभिङ. या वाइल्ड मजा आयो, वाइल्ड मजा आयो. थ्याङ्क यू अन्नपूर्ण बेस क्याम्प एज इट इज देयर. किपिङ फोटोज भिडियोज बाई साइड मैले चाहिँ लट्स अफ मेमोरिजहरू आफ्नो साथमा लिएर जाँदैछु होइन. साथसाथै अन्नपूर्ण बेस क्याम्पको माया पनि. एमबिसीमा सब ब्याकप्याक त्यहाँ गएर लिएर आजको स्टे हुनेछ देउराली. सो आई माइट पोस्ट थोरै क्लिप मात्रै किनकि अब अलमोस्ट म भ्लग बिस्तारै क्लोज गर्दै जानेवाला छु. भ्लग त हाल्न यस्तो मन लागिरहेको छ कि तर लास्ट टाइम गएको तिलिचोवालाको भ्लग एउटा पार्ट अझ कम्प्लिट हुनु बाँकी छ. सो मोस्ट प्रोभाबली म छिटै हाल्छु. यो पनि एकदम छिटै हाल्छु. सो हेरेर माया गरिदिनु होला, माया गर्नु होला. सो हेरेर रमाइलो मान्नु होला. यहाँ त्यति हो, अरू भन्न चाहेन मैले. एन्ड किप सपोर्टिङ, किप लभिङ सबैजनालाई होइन. मान्छे हेल्पफुल. किप लभिङ, किप सपोर्टिङ, बी हेल्पफुल भन्न चाहन्छु म चाहिँ. ढुङ्गा खाने त्यहाँनिर बिहान त्यो रम्दो रहेछ क्या. आइस के होइन बोतलमा पानी भर्न सपना हजारौँ. भनेपछि यो सपनामा आधारित हुने हो यो उसको. विशेष मागेको हो क्या. ओके आई सी. मलाई थाहा थिएन. यो हिमालयतिर यो कालिम्पोङहरूतिर हुन्छ नि त्यस्तोतिर नि. कालिम्पोङमा मैले बनाएको हो क्या, तर मलाई थाहै थिएन त्यो बेलामा के हो. मुस्ताकमा मैले पनि बनाएको. मलाई पनि थाहा छैन फेरि. हेलो यहाँ चाहिँ अब पानी परिरहेछ होइन. अनि हिउँ पनि परिरहेछ माथि चाहिँ. अनि हामी चाहिँ फर्किन पाएको छैनौँ पानीले गर्दा. तात पनि खाँदै अब दाइहरू चाहिँ हाम्रो रेनकोट किन्न जानुभयो. यहाँ माथि पाउँछ भनेर खबर पाएको छौँ हामीले.
के भन्न चाहनुहुन्छ दिदी? म रेनकोट पाइयोस् पानी रोकियोस् म राम्ररी तलतिर पुगौँ भन्न चाहन्छु। तपाईँ के भन्न चाहनुहुन्छ दिदी? के बारेमा? यो पानी पर्यो, पानी पर्यो बिजोग भयो अब सुसी जान पाए हुन्थ्यो होइन। अब अड्किएपछि झ्याउ हुन्छ अब के गर्नु। मुख यस्तो सुन्ने छ त्यो चिसोले होला है। धेरै मुख सुन्ने छ दिदीको चाहिँ मुख सुन्ने छैन तर चाहिँ पनि छैन के भएको तपाईँको? दिदी त आफ्नै फोनमा बिजी हुनुहुन्छ कोसँग हो, त्यही भन्न चाहँदै म भ्लग हो कि के हो इन गरिदिन्छु म यहाँपट्टि। यस गाइस लुक एट दिस इज द कन्डिसन। अनि हामी कसरी अगाडि बढ्ने? तर हामी कसरी अगाडि बढ्ने भन्दाखेरि हामी आँटिसकेका छौँ। वी आर अलरेडी सेट टु मुभ अन। हल्का भिज्ने तलतिर गएर हो, त्यसैले अब के गर्ने? जानै पऱ्यो गाइस, जाने के गर्नु त अब जानै पर्यो। या जाने हो जाने हो भिजेर जाने हो। प्लास्टिक ओड्नेहरूले त्यही अनुसार प्रिपेयर हौँ, नओड्नेहरूले त्यही अनुसार हौँ। यता खुल्ला भइरहेछ, यताबाट हुसु यस्तो आइरहेछ। लुक एट दिस 3जना बहिनीहरू र 1जना निशान भाइ अगाडि बढिसक्यो। सिन्स दे हेभ रेनकोट, हामीसँग रेनकोट छैन। हामी यसरी म्यानेज गरेर हिँड्दा छौँ। एनी हाउ वी हेभ टु गो नि त होइन। त्यसैले सो या वी आर मुभिङ। लेट्स सी बाटोमै जाँदै गर्दा के देखिन्छ के हुन्छ। हाम्रो जादु प्लिज नाइस टेक्निकले रेनकोट ओड्नु भएको छ हाम्रो दिदीले। यता हेर्नु त हाई गरिदिनु एकचोटि। नाइस। अब म चाहिँ बाई गर्छु ल, बिकज वी हेभ नो रेनकोट लाइक यु। थार भन्ने हो र त्यो चाहिँ होला त गाइस। तपाईँहरू देख्नुभयो मुनि पनि हाइवे छ त्यहाँनिर चाहिँ एउटा अनि यहाँनिर चाहिँ अनि एउटा ऊ त्यहाँ माथि छ। के हो यो हिमालयन थार के हो यार? डेन्जर। लकीले हामीले देख्नु पायो। यहाँ चाहिँ हामी सेकेन्ड नाइट स्टे चाहिँ हाम्रो यहाँ भएको थियो र अब यसलाई बिदाई गर्दै हामी अगाडि बढ्दैछौँ। अहिलेसम्म हामी दाजुभाइ नै छौँ किनभने उनीहरूसँग रेनकोट पनि छ, हामीसँग छैन। हामी यसरी हिँडेको भएर उनीहरूलाई बिस्तारै आऊ हामी जाँदै गर्छौँ भन्ने सल्लाह भएर हामी अगाडि बढ्यो। सो ब्याम्बोमा यसो खाजा खाइदिनु भनेर चाउचाउ किन्न गएको थिएँ। अनि एउटा चाउचाउको 100 रुपियाँ लिने रहेछ, त्यो पनि सुक्खा पकाएको होइन। सुक्खा चाउचाउको 100 रुपियाँ एट ब्याम्बो। मैले भर्खर एकजना फ्रेन्ड्स केटालाई भेटेँ होइन। ऊ चाहिँ फ्रान्सबाट आएको रहेछ 6 मन्थको बिदाको लागि होइन। अनि पुन हिलबाट ट्रेक गरेर रहेछ अनि ब्याम्बोमा आएर बसेर छ। ब्याम्बोबाट सिधै एबिसी अनि त्यसपछि एबिसीबाट अहिले हामीलाई कसैले ओभरटेक गरेको थिएन होइन। अनि उसलाई भेट्यो क्या हामीले, फ्रान्सको रहेछ, सिधै पोखरा जाने भनिरहेको छ। हाई आम अन माई भ्लग। Hi. How you vlog? Yeah, so that's that. He is the guy and बवालो मलाई चाहिँ खतरा लाग्यो। एबिसीबाट त्यो केटा सिधै पोखरा। सो गाइस नथिङ इज गोइङ एज पर द प्लान। भाइ तर अघि नै के भन्दै थिइस् रे? नथिङ गोज एज प्लान्ड इन दिस आकर्षिक वर्ल्ड। कसले भनेको थियो? त्यो चाहिँ मादरा चिया हो त्यस्तै भइरहेछ। अनि हामी त्यहाँ बसिरहेको थियौँ कफी खाएर, अनि साथीको फोन आयो भन्दा नि मैले बहिनीलाई फोन गरेँ। अनि बहिनीले चाहिँ के भन्यो भन्दाखेरि एकजना साथीलाई चाहिँ हिँड्न गाह्रो भयो, हामी आउन धेरै ढिला हुन्छ भन्ने जस्तो कुरा गऱ्यो। अनि उसले त्यता रुम छ भने बुक गर्नु न भन्ने कुरा भयो। एन्ड हामी जानेर थियौँ त्यहीँनिर दिललाई कुरा गरेर
यहीँ रुम लिएको छौँ अनि हामी चाहिँ चेन्ज गरेर बसिसक्यौँ। यी यस्तो छ हरिबिजोग छ। दिस इज हाम्रो पारा अहिलेलाई हेत तेरिका अनएक्सपेक्टेड नै भइरहेछ क्या। एन्ड उसु यस्तो छ। अघिसम्म छोमरुङ देखिरहेको थियो त्यहाँ मस्त माथि डाँडामा, अहिले केप पनि देखाएको छैन। सो उहाँहरू आउँदै हुनुहुन्छ, आइसकेपछि के पनि देखाएको छैन। सो हेरौँ अब उनीहरू कति बेला आइपुग्छ। हामी यहाँ बसिसक्यौँ रेडी भएर। सो यहाँ त्यही हो रुम नम्बर 102 हाजिर हो। जय होस्। सो गाइज साथीहरू आउनु भएको थिएन, आउनुभयो पनि कोही रुँदै आउनुभयो कोही हाँस्दै आउनुभयो, तर आउनु चाहिँ भयो, सेफ आउनुभयो। म आधी रात जस्तोमा आउनुभयो, कोही 7 बजे कोही 8 बजे। अहिले मस्त खाना खाएर सुतिसक्नु भएको छ साथीहरू। हाई भनिदिनुहोस् त गाइज। हाई हाई। म त पहिले आऊ। हाई या द्याट्स द्याट। डोन्ट फर टुडे। आजको लागि यति नै। अब भोलि यहाँ खुवा दादालाई आउनुभएकोमा साथीभाइहरू आउनुभएको खुसियालीमा 5 स्टार गम्मै खाइदिएँ। ल आजको लागि भने गुड नाइट, सी यू टुमोरो। बाटो घुमोरो सी यू टुमोरो एट यहीँ हो, तर विल गो छोमरुङ एन्ड आफ्टर द्याट विल हेड टुवर्ड्स काठमाडौँ। या थ्याङ्क यू। म चाहिँ जुङ्गादारी नभएर मास्क लगाएर जस्तो क्या हो। Guys, now we are about to go. Oh, recording. Thank you. नमस्कार। अब हामी निस्किन लागि ब्याकप्याक इज अलरेडी डन एन्ड हामी सबैको ब्याकप्याक रेडी भइसकेको छ र अब हामी भने अगाडि बढ्दैछौँ। सो बाई बाई, से बाई बाई, सी यू अन द वे। भन्न म त हालिदिन्छु यही के भन्। हेर्नु त मलाई यस्तो हानेर यस्तो यस्तो माया गर्छु नि त यसरी कुची 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 बाई भन्। हेर्नु त गाइज भइलेन्स हुन्छ म माथि, केटी माथि हात पाक्छ यस्तो। जम जम या आउनु मेरो जो हालिदिनु पर्यो एउटा। के गरे यो जसले हग्या हो होइन त्यसलाई पाइल्स होस्। स्ट्रेट अन द फेस। जसले त्यसरी त्यो जुन बाटोमा यसरी के भन्छ लङ ड्राइभ गर्दै हिँडेको छ नि, यो ट्रेकिङ रुट यो एकदम यो हाम्रो नेपालको के झल्काउने रे है। नेपालको ब्युटी माथि हग्नेलाई पाइल्स होस् गाइस। योभन्दा अरू केही भन्न चाहेन मैले। द्याट्स इट। गाह्रो पर्छ मान्छेहरूलाई, तर अलि यताउता जानु क्या। त्यही त अति भयो नि त त्यो त। ढुङ्गा तल दिएर हलो खुट्टाइदिने कति धेरै क्या फेरि। होइन अब अर्को एउटा भिक्टिम हुन्छ त्यो किर्चिनी। सो फाइनली गाइस, जुन जस्तो एक्साइटमेन्ट यो पुलमा आउँदा थियो पहिला होइन, त्यस्तै एक्साइटमेन्ट अहिले पनि छ। पहिला चाहिँ के हुन्छ भन्ने थियो एक्साइटमेन्ट, अहिले चाहिँ एक्साइटमेन्ट के को छ भन्दाखेरि हामीसँग मेमोरिज छ होइन, हामीसँग अन्नपूर्ण बेस घुमेको सबै कुराहरू दिमागमा छ, एभ्रिथिङ सबै कुराहरू छ। एन्ड वाइल्ड खुसी लागेर छ, मजा आयो, एकदम मजा आयो। साथीहरू पछाडि आउँदै हुनुहुन्छ, भाइ अगाडि गइसकेको छ, लाइन यस्तो छ टुरिस्टहरूको। एन्ड फाइनली हामी अहिले झिनुको पुलमा छौँ। अब माथि गएर गाडी बुक गर्नुपर्ने हुन्छ अनि सबैजना हुनुहुन्छ। त्यसपछि एउटा क्लोजिङ भिडियो बनाउँछु एन्ड अन्नपूर्ण बेस क्याम्पको टुर हाम्रो यहीँ समाप्त भएको सङ्केत गर्छु म। लेट देम कम फर्स्ट, त्यसपछि है त सबैजना यहाँ हो गाइज। हामी सबैजना छौँ अहिले हामी झिनुको पार्किङमा गाडी चढ्ने ठाउँमा। एन्ड एज अघि भने जस्तै दिस ट्रेक इज अलमोस्ट ओभर। आई एम अबाउट टु इन्ड माई भ्लग हियर एन्ड थ्याङ्क यू सो मच सबैजनालाई होइन, जो पनि यो ट्रेकमा सामेल हुनुभयो। एउटा प्लान भएको थियो, वी ह्याड अ प्लान। त्यसपछि जो पनि हातमा साथ दिएर आउनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। एन्ड के भन्न चाहनुहुन्छ यो ट्रेकको बारेमा तपाईँ? ट्रेक
हिँड्दाखेरि गाह्रो हुन्छ माथि गएर हेर्दा रमाइलो हुन्छ आउनुहोस् दुःख पाउनुहोस् रमाइलो गर्नुहोस् वाउ यस अनि गाह्रो नि भयो रमाइलो नि भयो या कुछ पानी के लिए कुछ खोना पर्दा है यस त्यो एउटा सो निशान के भन्छौ तिमी यो त हाम्रो दाजुभाइको सँगै दुईटा ट्रेक हो व्हाट डु यु से अबाउट दिस म त के भन्ने के नि के अब हैन तपाईहरु भ्लग हेर्नुस् यु विल नो रमाइलो गर्नुस् हैन कस्तो भयो ट्रेक अब मैले एन्ड गर्दैछु यो भ्लग यस्तो मासुम अनुहार नेभर अगेन ओ माय गॉड तपाई के भन्नुहुन्छ तपाई रमाइलो भयो अनि मलाई चाहिँ आफ्नो स्ट्रेन्थ थाहा भयो मलाई डाउट लागिरहेको थियो तर आफ्नो स्ट्रेन्थ चाहिँ थाहा भयो हैन अनि फर्स्ट दिनमा त गिभ अप दिइसकेको थियो तर जे होस् यस्तो हिँड्न सक्छु भनेर चाहिँ थाहा थिएन जे होस् कम्प्लिट गऱ्यो नि त गाह्रै भयो नि अनि त्यो कुराले चाहिँ प्राउड फिल भइरहेछ आफ्नो स्ट्रेन्थ थाहा पाउन केही न केही हुनुपर्ने रहेछ यस ल सबैजना फ्रेममा नेक्स्ट टाइम आउँदैन फ्रेममा नेक्स्ट टाइम आउँदैन नआउने नो नेक्स्ट टाइम नो नेक्स्ट ट्रेकिङ ओ माय गॉड चीज गाइस यस बाइ बाइ अर्को बाँकी छ हामी हान्छौँ हामी देश घुम्छौँ हामी देश घुम्ने हो हेर्ने हो